ल अर्को नि एउटा इम्पोर्टेन्ट क्वेसन सोध्नु है त एसओपी लेख्दा चाहिँ अहिले नेपालमा एआई युज गर्ने चलन चाहिँ स्टुडेन्टहरूबाट धेरै नै पपुलर भयो कि हामीले एसओपी लेख्दाखेरि एआई र अदर कुनै सोर्सहरूलाई युज गर्न मिल्छ हो अहिलेको जेनेरेसन अहिलेको आइटीको एजमा चाहिँ तपाईँको एआईहरू एसओपीमा मात्र होइन हरेक कुरामा एआईको हेल्प लिइरहेको हुन्छ मान्छेले प्लस एसओपी फुल्ली जेनेरेट गर्नलाई एआई जस्तै फर इक्जाम्पल च्याट जिपिटी युज गरिरहेको हुन्छ स्टुडेन्टले त्यो युज गर्न मिल्यो तर के को लागि त असिस्टेन्सको लागि मात्रै हो उसले निकालेको ऊहरू जस्तै फ्रीमा नेपालमा विद्यार्थीहरूले यस्तो प्लेटफर्महरू युज गर्दैछ भने हामी सोचौँ त हाई कमिसनमा चाहिँ कस्तो खालको टेक्नोलोजीहरू युज भइरहेको होला उनीहरूले अभियसली तपाईँको त्यो टेक्नोलोजी युज गरेर एआईहरू प्लागरिजमहरू डिटेक्ट गर्छ त्यो भएर त्यसबाट बच्नको लागि एआई कस्तो अवस्थामा युज गर्ने त हेल्पको लागि मात्रै युज गर्ने आइडिया लिनको लागि प्लस त्यो गरिसकेपछि आफैले फेरि त्यसलाई आफ्नै वर्डमा त्यो अनुसारको स्टोरी आफूले लेख्नुपर्ने हुन्छ फुल्ली तपाईँ त्यसमा डिपेन्ड भएर स्टुडेन्टले त्यो जेनेरेट गर्छ भने त्यो राम्रो एसओपी मानिँदैन त्यो किनभने हाई कमिसनले डिटेक्ट गर्छ 100% गर्छ र भिजा रिफ्युजलसम्म त्यसले निम्त्याउन सक्छ है त त्यसबाट बच्नको लागि त्यसबाट जस्ट आइडिया लिनु पर्यो तर एसओपी आफैले सेल्फ रिटर्न गर्नु पर्यो होइन No crap, no scrap, just the real thing. Can Consulting.